मध्यपूर्वको नक्सा हेर्दा अहिले एउटा देश बारम्बार समाचारमा आउँछ, इरान। अमेरिकासँगको विवाद, इजरायलसँगको तनाव। अमेरिका र इजरायल मिलेर विगत 1 महिनादेखि हमला गर्दा पनि यो देश थाकेको छैन, गलेको देखिँदैन। के इरान अमेरिका र इजरायल भन्दा शक्तिशाली छ? के इरान आणविक हतियार सम्पन्न छ? वा अन्य कुनै कारण छ जसले इरानलाई यति धेरै शक्तिशाली बनाइरहेको छ? इरान विश्वकै सबैभन्दा पुरानो देशहरूमध्ये एक हो। हजारौं वर्ष पुरानो इतिहास भएको यो क्षेत्र पहिले पर्सियन इम्पायरका रूपमा चिनिन्थ्यो। कैयौं शताब्दीदेखि इरानको सिमाना लगभग समान रहेको छ। यस देशको पूर्वमा पाकिस्तान, अफगानिस्तान र तुर्कमेनिस्तान, पश्चिममा इराक र टर्की, उत्तरमा अर्मेनिया र अजरबैजान छ भने यो देशको दक्षिणमा गल्फ अफ पर्सिया, गल्फ अफ ओमान र उत्तरमा क्यास्पियन सी गरी 3वटा समुद्रसँग जोडिएको छ। इरानमा करिब 9 करोड जनसङ्ख्या रहेको छ, जसमा 61% पर्सियन, 16% अजेरी, उर्द 10%, लोर 6%, बलोच 2% र बाँकी अन्य रहेका छन्। आज इरानमा शिया इस्लाम बहुल जनसङ्ख्या रहेको छ। यही देशभक्त इरानीहरूले 2500 वर्षदेखि इरानको सिमानालाई विदेशीहरूबाट जोगाएर राखेका छन्। आजभन्दा करिब 40-50 वर्ष पहिले यो देशको राजनीतिक प्रणाली फरक थियो। सन् 1979 को इस्लामिक क्रान्तिपछि इरानमा नयाँ इस्लामिक शासन व्यवस्था सुरु भयो। यो सिस्टमले इरानमा बाहिरी प्रभाव घटायो र आत्मनिर्भरता बढायो। त्यसपछि इरान आइसोलेटेड भए जस्तो देखिए पनि वास्तवमा अझ बलियो बन्दै थियो। इरानको रणनीतिक स्थान यसको तागत हो। इरान विश्व मानचित्रमा लगभग बिचमा पर्दछ, जुन एसिया, युरोप र अफ्रिका जोड्ने मार्ग पनि हो। प्राचीन कालदेखि नै इरान एसिया, युरोप र अफ्रिकाको व्यापारिक केन्द्र रहिआएको छ, जसले गर्दा यस क्षेत्रमा सानो हलचलले पनि पुरै विश्वको अर्थतन्त्रलाई असर पुर्याउँछ। इरानको भूगोल यसको सबैभन्दा ठुलो रक्षा प्रणाली हो। यहाँ हिउँ पर्ने अग्ला पहाडदेखि सुक्खा मरुभूमिहरू पनि छन्। देशको पश्चिममा विशाल जग्रोस माउन्टेन फैलिएको छ। 100 किलोमिटर लामो चट्टानी पहाडहरू प्राकृतिक अवरोध हुन्। कुनै पनि सेना पश्चिमी दिशाबाट इरानभित्र पस्न चाहे भने यो पहाडी मार्ग पार गर्नुपर्छ, जुन असम्भव छ। त्यस्तै उत्तरमा रहेको क्यास्पियन सी र अल्बुर्ज पहाड, दक्षिणतिर गल्फ अफ पर्सिया र गल्फ अफ ओमानले इरानलाई अभेद्य प्राकृतिक किल्ला जस्तै बनाएको छ। यदि कुनै सेना पहाड काटेर भित्र पस्यो भने पनि विशाल मरुभूमिहरू जहाँको तापक्रम 70 डिग्री सेल्सियससम्म पुग्छ, पार गर्न कुनै पनि विदेशी सेनाको लागि सहज हुँदैन। इरानको अर्को महत्त्वपूर्ण एडभान्टेज छ। दक्षिणी सिमानामा स्ट्रेट अफ हर्मुज लगभग 70 किलोमिटर चौडा यो जलमार्ग प्रमुख व्यापारिक जलमार्गमध्ये एक हो। यहीँबाट विश्वकै 20% प्राकृतिक ग्यास र तेल ओसारपसार हुने गर्छ। इरानसँगको जुनसुकै युद्धमा पनि यो जलमार्ग प्रभावित हुनेछ। त्यसैले पनि कुनै देश इरानसँग लामो युद्ध गर्न चाहँदैनन्। पछिल्लो वर्षहरूमा इरानले आफ्नो सैन्य रणनीति तीव्र गतिमा विकास गरिरहेको छ। परमाणु हतियारमा पूर्ण सफलता हासिल नगरे पनि इरानले 100 किसिमका ब्यालिस्टिक मिसाइलहरू बनाएको छ, जसको क्षमता मध्यपूर्वदेखि इजरायलसम्म मार हान्न सक्नेछ। आधुनिक समयमा आवाजभन्दा छिटो मार हान्न सक्ने मिसाइल, क्लस्टर बम जस्ता प्रविधिले इजरायलको अत्याधुनिक प्रतिरक्षा प्रणालीलाई समेत असफल बनाइदिएको छ। इरानको असली तागत जमिनमाथि मात्र होइन, जमिनमुनि पनि छ। इरानले देशका विभिन्न भागमा विशेष गरी राजधानी तेहरान नजिकै विशाल अन्डरग्राउन्ड मिसाइल सिटी बनाएको छ।
पहाडको सयौं फिट मुनि रहेका यी सुरुङहरू यति बलिया छन् कि आधुनिक बङ्कर बस्टर बमले पनि यसलाई क्षति पुर्याउन सक्दैन। यहाँ हजारौं ब्यालिस्टिक मिसाइलहरू लन्चरमा तयारी अवस्थामा राखिएका छन्, जुन कुनै पनि क्षण दुश्मनमाथि जाइ लाग्न सक्छन्। यो इरानको यस्तो गोप्य हतियार हो जसलाई आकाशबाट देख्न वा नष्ट गर्न असम्भव छ। इरानले इस्लामिक गार्ड कर्प्स, बासिज मिलिसिया, हुथी विद्रोही जस्ता समूहहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेर देशभित्र र बाहिर तयारी अवस्थामा राखेको छ भन्ने सुन्नमा आउँछ। इरानको केही महत्त्वपूर्ण सहरहरूमा आक्रमण गरेर कब्जा गरे पनि विशाल क्षेत्रफल भएको इरानमा तथा देश बाहिर छरिएर बसेका यस्ता समूहहरूले गर्दा इरानमा पूर्ण नियन्त्रण असम्भव हुन्छ। इतिहासदेखि आजसम्म इरान भूगोल, प्रकृति र रणनीतिले अभेद्य रहिरहेको छ।